हेलो गाइस, म जाँदैछु आज नेपालगञ्जको बागेश्वरी मन्दिर पूजा गर्न। आफ्टर सो लङ 6 मन्थ पछि होला सायद। अनि म चाहिँ अहिले एक्लै जाँदैछु। अनि यतातिर यस्तो दामी छ नेपालगञ्जतिर, मलाई केही थाहै छैन। यस्तो राम्रो राम्रो भ्यूजहरू छ। मलाई बाटो चाहिँ थाहा छैन कताबाट जाने भनेर। सो लेट्स going with flow. बचाउ मलाई यस्तो तर्साउन दियो नि, मेरो साथै उडाइदियो कि फेरि आइसक्यो यो मसँग आएको थियो कि। म चाहिँ टुकटुकीमा चढेको। बाई बाई। यो चाहिँ नेपालगञ्ज हो। यिनीहरू हरामी मलाई तर्साए। आज मेरो डे 3 हो नेपालगञ्जको। यस्तो गर्मी छ नि नेपालगञ्जमा, म केही भन्नै सक्दैन कि। फ्यानमा बस्यो भने टाउको दुख्छ, फ्यानमा नबस्यो भने बेहोस भइन्छ गर्मीले। सही हो। यो चाहिँ पोखरी हो, हिजो हामी घुम्न आएको। ओ माई गड, कस्तो राम्रो छ। तर एकदम कम्प्लिकेट छ नेपालगञ्ज। अनि तातो तातो गर्मी लाग्दैन। त्यही भएर मलाई झाउलाई राख्नुपर्छ। अब हेर, म आज चाहिँ म चाहिँ कति गर्छु दिस इज काउ, खुट्टामा घाउ। अहिले एकछिन पछि यस्तो राम्रो भ्यू छ यो नेपालगञ्जमा। यो चाहिँ बागेश्वरीको साइडतिर हो। अहिले एकछिनमा लिने। हजुर एकछिन, अहिले एकछिनमा लाने हो। म आज भ्लगर बन्दैछु किनभने मेरो चाहिँ एउटा स्टोरीमा चाहिँ 1.2K हो कति के भ्युज गइरहेको। त्यही भएर मलाई यस्तो मोटिभेट गरेछ। सो आई विल बी द नम्बर 1 भ्लगर भन्ने फिल आइरहेको छ सबैलाई। टाटा। I'm ready to go for पूजा गर्नलाई।
अञ्जुलीमा थाप सिलम चामल मुरुक सिलम चामल मुरुक सिलम चामल मुरुक दुई मन मिलेसी यो जन त्यसै फुरुक यो जन त्यसै